हेलो गाइस, स्वागत छ फेरि पनि मेरो ब्लगमा। र आज चाहिँ 7 डे डेली ब्लग च्यालेन्जको दोस्रो दिन र आज चाहिँ म फुटबल खेल्न आएको छु मोहीपारामा र हेर्न सक्नुहुन्छ मेरो ब्लग्स गाइस। र मेरो सेकेन्ड डे ब्लग चाहिँ गाइस कस्तो भयो र के भयो। आज म फुटबल खेल्न आएको थिएँ र हामीले जित्यो कि हार्यो त्यो हेर्नको लागि चाहिँ भिडियो लास्टसम्म हेरिदिनु होला गाइस। ल सुरु गरौँ अब। र आज चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर चाहिँ गाइस टक्क सिताले मोबाइल बोकेर जुत्ता बोकेर हिँड्यो र बाटैमा चाहिँ मलाई होइन र निस्केको मात्रै थिएँ गाइस। मलाई चाहिँ बाटैमा लु यो बोक न त बोक त अलि बलियो छस् भनेर मलाई चाहिँ यहाँनिर अद्दाको बस्ता बोकाइदिइसक्नु भयो र आफूभन्दा ठुलो मान्छेले भनेको किन नसुन्नु भनेर मैले पनि बोकिदिएँ। यसलाई चाहिँ बाटोमा पुऱ्याउनु पर्ने थियो गाइस। बाटोमा गएर हेरेको त गाइस होइन, गाडीमा लएर बोको बजार पुऱ्याउनु पर्ने थियो, गाडी त एउटै छैन गाइस। ओहो आज गाडी कहाँ मरेछ भन्दै यहाँनिर चाहिँ मैले भनिदिएँ कि अङ्कलहरूलाई चाहिँ। अङ्कलहरूले भन्नु अहिले एकछिनमा आउँछ होला नि भने ल अन्त अङ्कल भनेर म चाहिँ टक्कसितले भन्ने बित्तिकै टप्लक्क आइ त हालो लु नि त चढ्दिउँ भनेर म पनि टक्क चढेर क्यामेरा अन गरेँ है गाइस। गाडीमा चढेर टक्क पुगेको त भाइ टक्कै देखिरहेको। आज चाहिँ मेरो भाइको बर्थडे थियो र मैले भाइलाई चाहिँ बर्थडे विस गरिदिएर अनि त्यहाँबाट हामी चाहिँ लाग्यो है गाडीमा। लु खाँदा र खाद भएर लु केटा खाजियो भनेर खाजियो, लु म पनि खादिन्छु भनेर खादिएँ। अब चाहिँ हामी जाँदैछौँ बल खेल्न, हेर्न सक्नुहुन्छ होइन। यहाँनिर चाहिँ हल्ला गर्दै गफ हान्दै पुग्दै जाँदाखेरि चाहिँ टक्क हामी चाहिँ हाइवे पुगिसकेका छौँ र यहाँनिर हेर्नुहोस्। अब त सबैजना भेला भइसकेर अब चाहिँ गाडीमा हामी चाहिँ मजाले जाँदैछौँ। किन भन्दाखेरि हाम्रो दाइहरू उता बोकोमा बस्नुहुन्थ्यो होइन, दाइहरू पनि सबै आइसक्नु भयो र अब चाहिँ हाम्रो हुनेछ गेम। र आज चाहिँ थियो कुकुरमारा भर्सेस लाम्पी एफसी र हेरौँ गाइस के कस्तो हुन्छ होइन। टक्कसितले अब खेल्ने हो, जस्तै भए पनि जितेर आउने भन्ने कुरा छ यहाँनिर। र त्यस्तै गर्दै हामी चाहिँ फिल्डमा पुगिसकेका थियौँ र फिल्ड चाहिँ यति दामी लाग्यो मलाई गाइस होइन, एकदम दामी थियो। र फिल्डमा पुग्ने बित्तिकै म कन्ट्रोलै गर्न सकिनँ कि म चाहिँ मोबाइल क्यामेरा स्टार्ट गरिदिइहालेर फिल्ड चाहिँ मजाले देखाइदिएँ नि त यहाँनिर टक्क प्लेन दामी। आजको गेम चाहिँ कस्तो हुन्छ गाइस हेर्नुहोस्। र यसै पनि हामी टाइममा ढिलो पुगेको थियौँ र पुग्ने बित्तिकै लु ड्रेस लगाऊ भनेर हामी चाहिँ टक्कसित ड्रेस लगायौँ होइन। ड्रेस लाउन ड्रेसिङ हुँदैछ यहाँनिर, ड्रेसिङ भइसक्न आँटेको छ गाइस यहाँनिर चाहिँ हाम्रो होइन। टक्कसितले मैले पनि यहाँ ड्रेसिङ लगाइरहेको छु र ड्रेस कस्तो लाग्यो त नि आज? मजा पुरा एक्साइटेड छौँ हामी म्याच खेल्नुको लागि आज। ल है भाइहरू कस्तो लाग्दै त अनि? ड्रेस लगाइसक्ने बित्तिकै हामी चाहिँ वार्मअपको लागि निस्क्यौँ गाइस। र यहाँनिर चाहिँ वार्मअप गर्दैछौँ। वार्मअप चाहिँ एउटा इम्पोर्टेन्ट गाइस छ हरेक गेममा त वार्मअप गर्नुपर्छ, किनभने वार्मअप गरेन भने इन्जियर हुने धेरै रिक्सहरू हुन्छ। र त्यही भन्दै हामी चाहिँ यहाँनिर वार्मअप स्टार्ट गरिसकेका छौँ। बल ट्याक टुक खाँदै हल्का स्ट्रेचिङ गर्दै होइन। वार्मअप गर्दै गाइस होइन, हल्का बोल्छु ट्याक टुक खाँदै स्ट्रेचिङ गर्दै खुट्टा तन्काउँदै मात्रै थियौँ। यहाँनिर चाहिँ हाम्रो यताबाट त्यही लाइनअप भन्दै लाइनअपको लागि बोलायो। एकछिन पख्न त भन्दै हामी पनि वार्मअप गर्न चाहिँ छोडिएको थिएन र अति नै बोलाउन थालो छिटो आऊ ढिलो हुन्छ भन्दै, किनभने दिन छोटा थियो र के नटेर्नु भन्दै हामी चाहिँ टक्कसितले लाइनअप लाग्यो गाइस। अझै पनि केटाहरूलाई चाहिँ उहाँको छोडेको रहेन चाहिँ वार्मअप गरिराखेको थिएँ केटाहरूलाई चाहिँ। र हामी चाहिँ टक्क मिलाइयो र गाइस आजको गेम चाहिँ कस्तो हुनेछ होइन मैले देखाउन चाहिँ सकिनँ तपाईँलाई, त्यसको लागि सरी। र गाइस खेलिसक्यो अब चाहिँ होइन। गेम खेलिसकेको बादमा चाहिँ हामी यहाँनिर रिजल्ट के भयो भन्दाखेरि चाहिँ 1 गोलले हारिसकेका थियौँ र गाइस। आजको ब्लग चाहिँ यतिमै राम्रो लाग्यो भने लाइक गरिदिनु होला, धन्यवाद।